जय घण्टी नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी सराम संस्कृति पार्टीका सांसदज्यूहरू हिजोको दिन बालेन चाहियो, बालेन हुन पर्यो भनेर विरोध गर्ने, बालेन गएपछि बोल्दाखेरि पचाउन सकेन, अनि फेरि बालेनले काम गरेको पनि देख्न सकेन। तिम्रो बाउ केपी शर्मा ओली सिरे प्रचण्डले कतिचोटि देशको नेतृत्व गर्यो, कहिले पनि भने जनताको बारेमा देशको बारेमा कहिले भने? कहिले पनि भनेन। किनभने जनतासम्म राम्रो बोल्नु पर्नु छ। त्यसकारणले बालेनले दुधको दुध पानीको पानी बोल्दाखेरि बालेनको फाँसी चाहियो। विरोध गर्ने साले विरोधीहरू तिमीहरूले के भनेर विरोध गरेको छैन, सबै जनताले देखेको छ। विश्वास गर्नु चाहिँ नगर्नुहोस्। मेरो आत्माले के भन्छ भने नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी सराम संस्कृति पार्टीका एउटा ग्रुप छ के ग्रुप, फेसबुकमा छन् कि व्हाट्सएपमा छन्। कोही पनि ब्राह्मण नपर्नु होला। जसरी फागुन 21 गतेको निर्वाचनमा रासप सुन्तरा पार्टीलाई घण्टीलाई जिताउनु भएको थियो नि, त्यसैगरी जुनै ठाउँमा चुनाव भए पनि जे भए पनि जेमा पनि घण्टीमा बजाइदिनु होला, घण्टीमा जिताइदिनु होला। किनभने राम्रो कुरा पस्दैन। साले नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी सराम संस्कृतिका झोले झम्टे नालीको किराहरू तिमीहरूले राजीनामा माग्दै गर। साले पापी अपराधीहरू बालेन अगाडि बढ।